अस्ट्रेलियामा चाहिँ पिटीहरू आर्ट्सहरू काम लाग्दैन है। सबैजनालाई जय मसी कुजाङपो र नमस्ते। यहाँ चाहिँ अस्ट्रेलियामा चाहिँ पिटीहरू आर्ट्सहरू काम लाग्दैन है। किनभने म तपाईँलाई रिजन भन्छु। हामीले सानै पिपीदेखि 12सम्म पढ्यो भुटानमा होइन, हाई स्कुल गयो, त्यहाँनिर हामीले इङ्ग्लिसहरू सिक्यो। त्यहाँदेखि इन्डियामा पनि पढ्यो ब्याचलर्स डिग्रीको लागि। इन्डियामा त कस्तो खालको हुन्छ अब टिचरलाई चाहिँ केही नआउने, अब प्रनाउन्स युपिएस उफ भन्ने हो त्यस्तो खालको क्या। अब बेसिक इङ्ग्लिस पनि, बेसिक इङ्ग्लिस अनि फेरि अनि पास्ट टेनलाई पनि फ्युचर बनाइदिने, फ्युचरलाई पनि पास्ट टेन बनाइदिने, त्यस्तो खालको अब बोल्थे है। अलिकति भुटानसँग कम्पेयर गरेर भने चाहिँ कति पर्सेन्ट आउँछ एजुकेसन क्वालिटी? भुटानमा अब टिचरहरू जस्तो भयो भने चाहिँ यिनीहरू चाहिँ अब भुटान चाहिँ छिर्नै पाउँदैन टिचरको लागि चाहिँ। एनिवे सो यहाँ इङ्ग्लिस सिकेँ कि अन्त यहाँ अस्ट्रेलिया आउँदा त अर्कै इङ्ग्लिस रहेछ भनेको क्या। इट्स सकिङ। अब मलाई यहाँ मास्टर्स गर्दैछु हो, अनि यता आउने बेलामा चाहिँ इङ्ग्लिसको टेस्टहरू गर्नु पऱ्यो नि त। फिलिपहरूसँग बातचित गर्दा प्रब्लम हुँदैन भनेर अन्त वेस्टर्न कन्ट्रिजमा नहुनेहरूले गर्नुपर्छ नि त। अन्त यहाँ नमस्ते त यो चाहिँ फर्स्ट टेस्ट गरेको थियो मैले यता आउने बेला अगाडि। अन्त यो ठिकै थियो। कहिले त 9/9 पनि थर्काइदिन्छ आइएल्समा। त्यहाँदेखि सेकेन्ड यो गरेको थियो मैले, कोर्स चेन्ज गर्नु पऱ्यो भनेर। त अब त लाइफको होल कोर्स चेन्ज हुन आँटिसक्यो। कोर्स चेन्ज त भएन। त्यहाँदेखि अलिक कम्ती मार्क्स आएर रिडिङमा गुल्टेर त्यहाँदेखि चाहिँ पिटी गरेको थियो। अन्त पिटी पनि ठिकै छ। कतिले त 90/90 थर्काउने पनि छ। म पनि भोलि पर्सि थर्काइदिन्छु होला लट वेलिङ। यो चाहिँ मैले रिसेन्टली गरेको यो टेस्ट चाहिँ पिटी भर्खरै। अनि कसैको हालखबर सोध्नु पऱ्यो भने कस्तो छ, राम्रै छ भनेर सोध्नु पऱ्यो भने त हामीले त हाउ आर यु भनेर सोधिन्छ नि त होइन अहिलेसम्म, न त हाउ हेभ यु बिन भनेर। अन्त यहाँ आउँदा त हाउ यु गोइङ पो हेऱ्यो। अन्त यो त मलाई कस्तो अक्वर्ड लाग्यो भनेको, यत्रो सुनेको पनि थिएन हो। एउटा पर्टिकुलर कुरामा होइन तपाईँले के सोच्नुहुन्छ, तपाईँको सोच विचार के छ भन्दाखेरि वाट यु थिङ्क, वाट आर यर थट्स भनेर अब त्यस्तै सिकेँ है। अब इङ्ग्लिसमा ब्याचलर्स गर्दाखेरि पनि त्यस्तै सिकेँ हो। अब यहाँ आएर त वाट यु ऱ्याकन अरे, ऱ्याकन भन्ने पो सुन्दैछ यहाँनिर त। अन्त त्यो पनि अर्कै लाग्यो हो। अन्त कसैलाई धन्यवाद भन्दा पनि होइन थ्याङ्क यू, त्यहाँदेखि थ्याङ्क्स भनेर सिकेँ होइन। अन्त यहाँ त चेयर्स पो हेऱ्यो, छक्कै पऱ्यो, चेयर्स हेऱ्यो यहाँनिर। अन्त यो कुराहरू निकै अनौठो लाग्यो, ज्यादा निकै कुरा छ कि। अन्त त्यस्तो छ। तपाईँहरू जतिजना अस्ट्रेलियामा हुनुहुन्छ तपाईँहरूले यो भनिदिनुहोस् कि अस्ट्रेलियामा साथीलाई के भन्छ, वाट डु यु कल फ्रेन्ड हियर इन अस्ट्रेलिया, कमेन्टमा भनिदिनुहोस्।